2020 मा 1889 जनाको मृत्यु भएको थियो नेपालमा कोरोना भाइरसको कारणले गर्दा। त्यही साल रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका 8 सोती गाउँमा 6 जना जवान युवाहरू पनि मर्नेवाला थियो। नै कुनै कोरोना भाइरसको कारणले होइन, उनीहरू मर्नेवाला थियो जातीय छुवाछुतको भाइरसले। साउजी, तपाईको होटलमा चिया खाएपछि आफ्नो ग्लास आफैले मान्नु पर्छ क्या हो? पर्दैन हजुर, यो दलित हो के हजुर, यो त्यसैले यसले चाहिँ झुटो मान्नु पर्छ भनेको। थप एक ग्लास थप। यो कहानी हो सानो र ठुलो जातको, यो कहानी हो मायामा धोकाको, यो कहानी हो जातीय घृणामा मरेको नवराज र उसको 5 जना साथीको, यो कहानी हो दलितको। नवराज विक बाफीकोट गाउँपालिका 1 जाँटकाट भन्ने ठाउँमा जन्मेको थियो। ऊ 12 क्लियर गरेर बसेको थियो। उसलाई खेलकुदहरू साह्रै मन पर्थ्यो, त्यसैले स्कुलमा रनिङ कम्पिटिसनमा प्राय भाग लिने गर्थे। 2018 तिर चौरजहारी नगरपालिकामा खेलकुद कम्पिटिसन भइरहेको थियो। त्यहाँ नवराज विक र सुषमा मल्लको पहिलोचोटि भेट भएको थियो। त्यहीबाट बिस्तारै चिन्जान हुन्छ र एक आपसमा फेसबुक एकाउन्ट साटासाट हुन्छ। 1 दिन, 10 दिन, 1 महिना गर्दा गर्दै उनीहरूको सामान्य कुरा प्रेम कुरामा परिणत हुन्छ र नवराज प्राय केटीको गाउँतिर घुम्नलाई गइरहन्थ्यो आफ्नो प्रेमिकाको एक झल्को पाउनको लागि। तर बिस्तारै गाउँघरमा यो कुरा फैलिन्छ र केटीको घरमा बुवा आमाले पनि यो कुरा थाहा पाउँछ। सुषमाको घरमा यो कुरा सुन्नसाथ सुषमालाई घरबाट धेरै निस्किन नदिने र उसलाई एक्स्ट्रा ध्यान दिने गर्थे उनको बुवा आमाले। तर त्यही पनि सुषमा र नवराजको कुरा भने भइरहन्थ्यो मेसेन्जरबाट। र एक दिन सुषमाले नवराजलाई फोनमा भन्छ, मलाई तिमीसँग बिहे गर्नु छ, तिमी आउनु, म तिमीलाई कुर्दै बसेकी छु। मायामा पागल नवराजले भन्छ, हुन्छ म भोलि नै आउँछु, मलाई पर्खेर बस, म भोलि त्यहाँ आएपछि तिमीलाई भन्छु भनेर भोलिको पर्खाइमा बस्छ नवराज। नवराजले आफ्नो साथीहरूलाई त्यो गाउँमा जाम भनेर आफ्नो प्लान भनिसकेको थियो। उसँग जाने साथीहरू टिकाराम सुनार, सन्दीप विक, लोकेन्द्र सुनार, गोविन्द शाही, गणेश बुढा मगर गरी जम्मा जम्मी 18 जना केटीको गाउँमा जान्छन्। तर खै कसरी हो, घरको र गाउँको मान्छेले थाहा पाइसकेको थियो पल्लो गाउँबाट केही दलित केटाहरू गाउँबाट केटी भगाउन आउँदैछन् भन्ने। त्यसैले उनीहरू रिसले चुर थिए र सबैजना तयारी अवस्थामा बस्छन्, जब आउँछन् तब हेरौँला भनेर। करिब 5 बजेतिर नवराज र उसको साथीहरू सुषमा मल्लको गाउँमा आइपुग्छ र सुषमाको घर नजिकै पुग्ने बित्तिकै सुषमाको आमाले भन्छन्, तिमीहरू कामी दमाई किन आइस यहाँ, मर्ने मन छ तिमीहरूलाई? र यति भन्ने बित्तिकै नवराजको साथीहरू सबैजना अलि डराएर केही नबोली त्यहाँबाट फर्किएर तलतिर जान्छ। तर पहिल्यै तयारीमा बसेको त्यो गाउँको मान्छेहरूले अगाडि पछाडिबाट उनीहरूलाई घेराबन्दी गर्छ। गाउँलेहरूको हातमा लाठी, हँसिया अनि ढुङ्गा जस्तो हतियार थियो। रिस र जातको घमण्डमा चुर भएका ती गाउँलेहरूले सबैलाई पिट्न थाल्छ। नवराज र उसको साथीहरू हामीलाई केही नगर्नु दाइ, बरु हामी कहिले यतातिर आउँदिन भन्छन्। तर त्यो भिडले उनीहरूको पुकार सुन्नेवाला थिएन। कसैलाई टाउकोमा ढुङ्गाले हान्छ भने कसैलाई हँसियाले त कसैलाई जे पायो त्यहीले। नवराजको कोही साथीहरू त्यहाँबाट भाग्न सफल हुन्छ भने कोही हुँदैन। तीमध्ये टिकाराम सुनार, सन्दीप विक, लोकेन्द्र सुनार, गोविन्द शाही, गणेश बुढा मगर सँगै नवराज विकको भने त्यहाँ सास रुकिसकेको हुन्छ। त्यो भिडले उनीहरूलाई मारेर कसैलाई भेरी नदीमा फालिदिन्छ भने कसैलाई त्यही जङ्गलको झाडीमा। यसरी माया बोकेर गएको नवराज र उसको साथीहरूको जीवन जातीय छुवाछुतको घृणामा त्यही समाप्त हुन्छ। 2011 मा सरकारले जातीय छुवाछुतलाई क्रिमिनलाइज गरे पनि यो हाम्रो समाजको अझै पनि एउटा तितो सत्य हो। 2018 मा 20 वर्षकी कैलालीको माया विश्वकर्मालाई 4 जनाले ग्याङ रेप गरेर मारिदिएको थियो। पछि
पुलिसको क्वेसनिङमा एकजना गणेश बदुवालले भनेको थियो, मैले सेक्स गरम भन्दा मानेन, त्यही भएर ग्याङरेप हो। जब दलितले पनि कसरी नाइ भन्न सक्छ हामीलाई। देशभरि यस्तो हजारौँ इक्जाम्पल छ। यस्तो जातीय भेदभावलाई अन्त्य गर्नको लागि सानैबाट हाम्रो बच्चा पिँढीहरूलाई सबै जात एउटै हो र हामीले सबैसँग मिलेर बस्नुपर्छ भन्ने कुराहरू स्कुल लेभलमै सिकायो भने यसको राम्रो प्रभाव हाम्रो समाजमा देखिन्छ इन फ्युचर। र हाम्रो बोलीमा कामी दमाई सार्की जस्तो शब्दलाई गालीको रूपमा प्रयोग गर्न आजै र अहिलेबाटै छोड्नुपर्छ। आखिर कसैलाई खुनको आवश्यकता पर्ने बेलामा जात सोधिँदैन भने सँगै खाँदा पिउँदा जातको के काम। लक्ष्मी प्रसाद देवकोटाको भनाइसँगै यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। र तपाईँलाई नेपाली कङ्ग्रेस मिनिस्टर आफ्ताब आलमले कसरी 18 जनालाई जिउँदै इट्टा भट्टीमा जलाएको थियो जान्न चाहनुहुन्छ भने राइटको यो भिडियोमा क्लिक गरेर हेर्नुहोस्। हस्त। थ्याङ्क यू सो मच फर वाचिङ।